गाइस गरम चाहिँ आजभोलि त गान्तोकमा पनि एकदमै बेसी बढेको जस्तो लाग्छ यो सेप्टेम्बर महिनामै। हजुरहरू चाहिँ कहाँ कताबाट हेर्नुहुँदैछ है। वेलकम ब्याक टु माई मिनी ब्लग। आज चाहिँ म चाहिँ मेरो नानीलाई लिएर चाहिँ सेकेन्ड डोज उसको भ्याक्सिनेसन छ त्यही लाँदैछु 2.5 मन्थ्सको। सो त्यही भएर गरम महिना छ र चाहिँ उसलाई त अलिक यस्तो शीतल कपडा लगाएर चाहिँ मैले एक दुईवटा फोटोहरू क्लिक गरिदिइहालेँ। अब फेरि विन्टर महिना आएपछि त लगाउनु पाउँदैन फेरि है, कति जाडो हुन्छ गान्तोकमा त। अन्त त्यही भएर चाहिँ होइन, सो आज चाहिँ उसलाई चाहिँ म चाहिँ हस्पिटल चाहिँ सोकेथाङमा लाँदैछु योपालि चाहिँ। अन्त रेडी बनाएर यसरी चाहिँ गरिरहेको छु। उसको ब्यागहरू पनि सबै रेडी गरेर अब है, प्याम्पर्सहरू सबै हाल्नु पऱ्यो नानीको आमासित है, नानीको लागि सबै हालेर बोकेर हिँड्नु पऱ्यो। सो उसलाई चाहिँ आज म लिएर जाने हो। अनि त्यसपछि उसलाई एकछिन यसरी खेल्नु दिएँ, मजाले फोटोहरू खिचेको। ऊ त एकदम खुसी भएछ, भरे चाहिँ अब रुनु लाग्यो नि है। अनि यसरी भ्याक्सिन लगाएर चाहिँ मैले यो चाहिँ हस्पिटलबाट निस्केको भ्याक्सिन लगाइसकेर भित्र चाहिँ मैले फोटो क्लिक गरेन। अब भित्र चाहिँ हस्पिटलभित्र चाहिँ अनि लगाएर चाहिँ यहाँनिर एकदम बिचारा उसको खुन पनि आएछ, हेर्नुहोस् न खुन आएछ होइन, भ्याक्सिन लगाएको ठाउँमा माया लाग्दो। अनि त्यसपछि चाहिँ हामी तल गएर यो चाहिँ गिफ्ट देख्नुहुँदैछ नि, यो चाहिँ हामीले तल दोकानबाट पाएको, तल के भन्छ त्यो रमहरू ल्याउने सामानहरू ल्याउने दोकानबाट चाहिँ दसैँको गिफ्ट बाबा दोकानको लागि पाएको। र हामी चाहिँ अन्त गयो उँभो, त्यहाँदेखि त्यही नानीले चाहिँ बहिनीको नानीले पनि पिछाडि पछाडि हेर्दै अदित्यलाई जिस्काउँदैछ, सानो नानीलाई यस्तो गर्दै निप्पल खाँदै हो हेर्दैछ मलाई। अन्त त्यसरी सुतिरहेको छ बिचरा। उतै थाकेर हुन्छ नि, मतलब त्यो इन्जेक्सनले बिचरा उसलाई है ज्वरो आउला जस्तो भइरहेको होला नि त। अन्त दुखेर सुतिरहेको छ। अनि त्यहाँदेखि हामी त्यो रिच पार्कमा झऱ्यो कि। अनि त्यसपछि चाहिँ त्यहाँनिर त्यो भाइ चाहिँ एकदम हिँड्दैछ, मामलाई पक्रेर त्यहाँनिर बिचरा भर्खर भर्खर हिँड्नु थालेको छ नि त, हिँडेकै छैन, यहाँ त बहिनीको छोरा हो। अन्त जाँदैछ रिच पार्कमा चाहिँ मजाको छ अरे। तर यति साह्रो गरम गान्तोकमा बढेको छ भने त निस्केको आम्बाम गरमले खप्पिन सक भएको म त। अनि एकछिन गएर त्यहाँनिर हेरेँ, म त फर्स्ट टाइमै गएको थिएन अस्तिदेखि, अब त्यस्तै भएर अन्त बिमार थिएँ अब आफू त है। अनि त फर्स्ट टाइम जाँदैछु म त, मजाको लाग्यो मलाई त्यो। कस्तो राम्रो गभर्मेन्टले कस्तो राम्रो बनाउनु भएछ यो चाहिँ है। अन्त त्यहाँदेखि यहाँनिरको त्यहाँनिर बनाएर हेर्दै बसेँ, भिडियोहरू गरेँ, अलिअलि फोटोहरू खिचेँ। यति साह्रो दामी त्यहाँनिर चाहिँ हुन्छ नि अब स्पेसियस ठाउँहरू, कस्तो राम्रो नानीहरू खेल्न। पछि त्यहाँनिर प्रोग्रामहरू हुन्छ अरे नि त है। अन्त कस्तो राम्रो ठाउँ रहेछ त्यहाँनिर, त्यति साह्रो स्पेस रहेछ कि त्यहाँनिर चाहिँ। अन्त मजाको लाग्यो। अन्त अलिकति फोटोहरू खिच्यो, रिल्सहरू पनि बनाइहालेँ, आमा छोरा हो। अन्त अलिकति यसो त्यसपछि चाहिँ हामी गयो त्यहाँबाट त्यसो खिचेर चाहिँ हामी चाहिँ त्यहाँबाट निस्केर चाहिँ एकछिन जाउँ भने त अलिकति भिडियो गरेर चाहिँ हामी चाहिँ बुलबुलेको तर्फ माथिल्लो रोडबाट चाहिँ हामी चाहिँ गाडीमा चाहिँ बुलबुलेतर्फ लाग्यो हो। त्यहाँबाट निस्केर हामी त्यति मात्रै निस्किसकेन, गरम पुरा